छोटा रचनाहरूको एकल वाचन कार्यक्रम अक्षरका आवाजहरूमा तपाईँलाई स्वागत छ। म हुँ रामविकास। अक्षरका आवाजहरूलाई तपाईँ काठमाडौँमा रेडियो थाहा सञ्चार 99.4 र हेटौडामा रेडियो आकाशगङ्गा 88.5 बाट तथा थाहा सञ्चार नेटवर्कबाट देशैभर सुन्न सक्नुहुन्छ। अक्षरका आवाजहरूको यो दोस्रो अङ्क हो। अघिल्लो अङ्कमा मैले तपाईँमाझ प्रस्तुत गरेको थिएँ हेटौडाका छन्द कवि पुरुषोत्तम आचार्यलाई। आजको अङ्कमा म तपाईँमाझ प्रस्तुत गर्दैछु चितवनका युवा कवि प्रसन्न घिमिरेलाई। प्रसन्न घिमिरेका कविताहरूले जीवन र दर्शनलाई फ्युजन गर्ने गर्छ। उनले सरल शब्दहरू प्रयोग गरे पनि त्यसबाट निस्किने भाव जटिल हुने गर्छ। त्यसो त उनका कविताका 2 हरफ पढेपछि त्यसको अर्थ ती 2 हरफको बीचमा कतै हुने गर्छ भन्ने गर्छन् र त्यसको प्रमाण उनको पछिल्लो कविता सङ्ग्रह र निशब्दले दिएको पनि छ। आजको अङ्कमा सुनौ प्रसन्न घिमिरेका कविताहरू। पहिलो कविता छ आमाको आवाज। यो बिना शीर्षकको यो खण्ड र निशब्दको किताबको आमाको आवाज खण्डमा केही कविताहरू छन्। त्यसको चाहिँ बिना शीर्षकको कविता वाचन गर्छु, त्यसपछि अरू कविताहरू। यो एउटा साँझको चाहिँ पेन्टिङ जस्तो हो। यो कविता चाहिँ हजुरआमाको सम्झना छ यो कवितामा अलिकति। त्यसपछि गएर प्रेमिका जोडिन आउँछिन्। साँझको रुखमा बसेर खाँदैछ सुगाले पाकेको सूर्य। फेरि अब घन्टी बजाउनुहुन्छ हजुरआमाले। फैलिन्छ अब तिम्रो सम्झना बनेर एक आकाश अँध्यारो। सेकेन्ड कविता छ हृदयमा कोरिएको कला। यो कविता आमा नहुनु भएपछि लेखेको कविता हो। मैले दिवंगत हुनुभयो आमा। त्यसपछि चाहिँ आमाको विषयमा बोल्नु साह्रै गाह्रो कुरा। जति बोले पनि नसकिने, कसरी बोल्नु, के बोल्नु भ्याउ नपाइने र कला पनि लगभग त्यस्तै त्यस्तै हो भन्ने आशयमा चाहिँ मैले हृदयमा कोरिएको कला भनेर चाहिँ यसलाई शीर्षक दिएर कविता लेखेको हो। कविता सुरु गर्छु। हृदयमा कोरिएको कला आज फेरि हेरिरहेछु। बनाउन नसकिने कुराहरूको हाँगै हाँगा पातै पात। बिउजिए भने पनि निष्प्राण जम्मै चराहरू बास बस्न पुग्छ जस्तो। यति धेरै कुराहरू पलाएका छन् मस्तिष्कको चेप चेपमा मूल झैँ कि छचल्किए जस्तो समुद्र नै मस्तिष्कमा भिजाउन अन्तहीन किनारालाई। कताबाट बताउन सुरु गरौँ विषयका बाटाहरू जता हेऱ्यो उतै। आफ्नै गाउँमा आइपुगेको परदेशी पैतालालाई अनन्त खुसीले छोइएर लोखर्के वृक्षका हाँगा हाँगामा कुदी हिँडे झैँ कुदी हिँड्न पर्याप्त। सुनाउन संसारका जम्मै जम्मै गीतहरू झ्याल खोपी धनसार र चोटाहरूलाई। फुसका तमाम घरहरूलाई अब 7 दिन 7 रात बर्खाको चुहिने छत्री आकाश भई रिमझिम रिमझिम झरी हुन्छु जस्तो। कलाको अतल गहिराईलाई उफ बताउने पो कसरी। कलाको अतल गहिराईलाई जहाँबाट निस्किएका छन् धरतीका तमाम मूलहरू र असंख्य खोला बनेका छन्। नदी बगेका छन् र बनाएका छन् जम्मै समुद्र। तातेर फेरि उडेका छन् पहाड पहाड बादल र चिसिएर बनेका छन् जम्मै झरी। देशको बारेमा बताउँदा सिर्फ लम्बाइ चौडाइ बताउनु। जीवनको बारेमा बताउँदा सरसर्ती जीवन बताउनु नबताए बराबर हो नि। कलाको गहिराईलाई छाडी बताउनु सिर्फ विषयवस्तु। कसरी बताउनु जीवनको बाँसुरीमा बजेको ममताको विशद धुनको बारेमा। त्यही त छ ढुकढुकीमा लयबद्ध र फेरि पहाड पहाड नबर्सने बादल हुँदैछु। हृदयमा कोरिएको कला हेरिरहेछु र निशब्द निशब्द हुँदैछु। कविजी तपाईँको विचारमा कविता के हो? कविता के हो मैले पनि थाहा पाएको छैन अहिलेसम्म। अँध्यारा ओडारहरूबाट भन्ने कविताको शीर्षक छ अर्को एउटा कविता। यो कविता लेख्नुभन्दा केही समय म विपश्यना ध्यान केन्द्रमा गएर फर्किरहेको अवस्था थियो र त्यति बेला म यति धेरै कोमल भएको थिएँ कि एकदमै यो संसारका प्रत्येक व्यक्तिलाई माया गरौँ भन्ने चाहिँ हृदयमा चाहिँ हृदय बोकेर चाहिँ म हिँडिरहेको थिएँ र मलाई पर्खालहरू देख्दा अनि
त्यसपछि साथीहरूको ग्रुपहरू देख्दा मलाई आफैलाई पनि पीडा हुन्थ्यो। त्यो हिसाबमा मैले त्यो हृदय एकदमै कोमल हृदय बोकेर हिँडिरहेको अवस्थामा लेखेको कविता हो यो। भलै कि यसको चाहिँ विषयवस्तु देशसँग पनि रिलेट भएको छ, देशसँग पनि गाँसिएको छ, यसको विषयवस्तुले छोएको छ। देश त्यस्तै स्थितिमा थियो त्यति बेला, त्यस्तै स्थितिबाट देश चाहिँ हिँडिरहेको थियो र अहिले पनि त्यस्तै स्थितिमा छन चाहिँ। त्यही भएर यो कविता सान्दर्भिक होला भनेर अहिले पनि म प्रस्तुत गर्न गइरहेको छु। कविताको शीर्षक अँध्यारा ओडारहरूबाट। हृदयलाई खोलेर आकाश बनाऊ, घाम जुन तारा उदाउनेछन्। हृदयलाई फुकाएर धरती बनाऊ, जीवनका ग्रह नित्यमग्न हुनेछन्। बरु बनाऊ रुखका हाँगा पात, पन्छीहरू शालीन समय सुसेल्नेछन्। बरु बनाऊ पत्रै पत्र फूल, मौरी जस्ता प्रेमदूतहरूले चुम्बन गर्नेछन्। तर नबनाऊ खुम्च्याएर हृदयलाई गुफा, तर नबनाऊ खुम्च्याएर हृदयलाई गुफा, जहाँ बिउजिँदैन शालीन बिहान। हिमालदेखि आएका नदीले झैँ, तराईबाट जाने सामानले झैँ, आउने जाने मानिसहरूले पनि माया पाएको हेर्नु छ। परदेशबाट फर्किएका बा, मेला गएर फर्किएकी आमा, वा बिहेपछि जन्मघर आएकी दिदी झैँ प्रिय सपना बिउजी बसेको हेर्नु छ। गुराँसका बोटैभरि, धरतीका ओठैभरि नबनाऊ हृदयमा कारागार, उठाई साम्प्रदायिक पर्खाल, जहाँ रम्दैन उम्दा आत्मा। मुस्कुराउन देऊ सम्वेदको सूर्योदय, बग्न देऊ आत्मनदी कलकल कलकल। काट्नु जो छ अवरोध भई उभिएको व्यथितिको पहाड, उखेल्नु जो छ उज्यालो किची बसेको चट्टान। मेट्नु जो छ वियोग वेदना आँसु र रगतका कथा, बताउनु जो छ छातीभरि खोपिएका त्रास आदेश र व्यथा। नदेऊ जल्न वासनाको आगोमा आत्मा, जलेको आत्मामा बज्न जीवनको रुन्झुन हुन्न। प्रेमका रङहरू पोतेर टाँग्नु जीवनको आकाश, विकासका योजना भरेर पठाउनु मुलायम बतास। नानीहरू पढ्ने पाठशालाका कोठाहरूमा, किसानहरू हुने खेतबारी र पाखाहरूमा। फेरि बस्नु छ रोदी, फेरि नाच्नु छ साकेला, फेरि जिउनु छ उत्सवमय निशिदिन। नदेऊ सत्ता मोहको हिउँ पर्न चेतनामा, नबनाऊ अपराधीहरू लुक्ने बङ्कर छातीमा। अनुवाद हुनु छैन मलाई अँध्यारै अँध्यारा ओडारमा, भनिरहेछ देश भनिरहेछ। सुनौ महसुस गरौँ ध्यानस्थ भई बनौ बोधिसक्तो। यो पहिलो विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम अक्षरका आवाजहरूमा। अक्षरका आवाजहरू छोटा रचनाहरूको एकल वाचन कार्यक्रम हो र आजको अङ्कमा म तपाईँमाझ प्रस्तुत गरिरहेको छु कवि प्रसन्न घिमिरेलाई, जो चितवनका हुनुहुन्छ। फेरि सुनौ उनका यी कविताहरू। यसपछिको कविता छ गाउँ छोड्नु अगाडि भन्ने शीर्षकको कविता छ। यो संरक्षण कविता आन्दोलनमा कहिलेकाहीँ म हिँडिदिन्छु, मसँगै कहिलेकाहीँ साथीहरू पनि हिँडिदिनुहुन्छ। हामी चितवनबाट हिँड्ने क्रममा सुमन राज श्रेष्ठ र म यसरी नै संरक्षण कविता आन्दोलनको लागि हामी खैरेनी गएका थियौँ र पोखराबाट सर्वोक्त दाईहरू आउन ढिलो भएपछि हामीले गाउँ घुम्ने योजना बनायौँ। घुमन्तेको रूपमा, एउटा फकिरको रूपमा चाहिँ हामीले चाहिँ गाउँ घुम्यौँ र कुनै घरमा गएर हामीले काफलको छ्याङ खायौँ। र अनि यो कविता चाहिँ त्यो घर छोड्दै गर्दै गर्दाखेरि चाहिँ अनि यो कविता चाहिँ लेखेको कविता हो। यो गाउँ छोड्नु अगाडि कविताको शीर्षक। हृदयमा भर्न उपयुक्त कुरा पाइँदैन बजारमा, गाउँ छोड्नु अगाडि नै हृदय भर्नुपर्छ। गाउँका दिदीबहिनी गाइराख गीत, छ्याङ खुवाउने दाई ग्लास भरिराख। भोलि त कहाँ हो कता ठेगान छैन, आज हतार नगर कवि आऊ सँगै नाचौँ। हृदयको यो सफेद पुस्तकमा कोर्न दिउँ यी धुले बालकहरूलाई मन परी। जब जब बिग्रन्छ जिन्दगी, खेद्छ अत्यासको साँडेले, छिर्नुपर्छ हृदयमा र खुट्याउनु पर्छ तिनी अमूर्त चित्रहरूमा लुकेर बसेका सम्भावना। हिँडौँ जतिसक्दो मसिना सपनाहरूमा अल्झिएका र गाँठो परेका बाटाहरू, खोल्दै खोल्दै स्वेटर झैँ छिचोलौँ रहरका घना जङ्गल। जब नियतिको गुलाम भएर हिँड्नुपर्छ, मनमौजी समयका यी पाइलामा छाडिएका।
आलापहरूबाट जिन्दगीको स्वाद टिप्नुपर्छ, गाउँ छोड्दाका पैतालाबाट चिप्लिएको जुन टिप्नुपर्छ। उत्सवको चमक खस्नु अघिको आँखाको ऐनामा फुलेका र पनि अझै फुल्न बाँकी युवती बोटहरूलाई राखौँ। कुनै दिन सहरले फुर्सद दिए पुछिन्छ ऐना अचानक, र त्यतै मिल्नेछन् मिठासका अनेक मस्करी। विदेश पलायन भएकाले छाडेका गाउँ जस्तै प्रिय तर माया नपाएका। हृदयमा भर्न उपयुक्त कुरा पाइँदैन बजारमा, गाउँ छोड्नु अगाडि नै हृदय भर्नुपर्छ। गाउँका दिदीबहिनी गाइराख गीत, छ्याङ खुवाउने दाई गिलास भरिराख, भोलि त कहाँ हो कता ठेगान छैन, आज हतार नगर कवि आऊ सँगै नाचौँ। कविज्यू, कविता कसका लागि लेख्नुहुन्छ? कविता यस्तो चाहिँ आफ्नै लागि। किन लेख्नुहुन्छ? मैले नि बस्न नसकेर लेखे हो मैले त। नग्नता 3 भन्ने कविता छ। यो कवितामा अलिकति पृष्ठभूमि छ। यो कविता जन्मनुमा म काठमाडौँ ब्याचलर चाहिँ पढ्नलाई बसेँ। त्यसपछि गएर काठमाडौँ छोडेर म जब चितवन आएँ, चितवन आएपछि मलाई प्रोफेसर थिएँ कुनै कलेजमा, तैपनि साहित्यिक जमघटहरूमा चाहिँ म एकदमै नवप्रवेशी थिएँ। कसैले पनि चिन्दैन थियो मलाई। मलाई एकदमै गाह्रो लाग्थ्यो। अब आफैले कविता बुझाउन जाउँ, प्रोफेसर जस्तो मान्छे बुझाउन गाह्रो लाग्ने। अनि तैपनि अनि यो सङ्कटको घडीमा चाहिँ अनि अरू विभिन्न कुराहरू पनि, रिलेसनसिपहरूको सम्बन्धहरू पनि गाँसिन पुगे त्यति बेला। अनि त्यही अवस्थामा चाहिँ लेखेको कविता हो यो। दुईटा कुराहरू यसमा मिक्सअप छ। एउटा मेरो परिचयको सङ्कट आफ्नै भाइ बहिनीहरूको अगाडि, मैले आफैले पढाउने स्टुडेन्टले पनि मलाई चाहिँ साहित्यकारको रूपमा नचिन्ने, उसले चाहिँ बोलाउन चाहिँ ऊ साहित्यकारै होइन भनेर नेग्लेक्ट गर्ने जस्तो स्थिति एकातिर, अर्कोतिर रिलेसनसिप। यो दुईटै कुरा चाहिँ यो कविता मिसिएको छ। नग्नता 3 भन्ने कविता म सुनाउँछु। नग्नता नै रहेछ व्यापक परिचयको संवाद, अब म आफूलाई निर्वस्त्र बनाउँछु। नखोली निशीतको अँध्यारो चौबन्दी फरिया र गुलाबी भित्री वस्त्रहरू, कसरी हाँस्छ र घाम माथि पाखाहरूमा, रुखका पात हाँगाहरूमा, आँगन पिँढी झ्याल र ढोकाहरूमा लगाएर वस्त्र कति लुकाइराखौँ आफूलाई, कति लुकाइराखौँ आफ्नो स्वलाई, जुन व्याकुल बन्छ बारम्बार अर्को स्वको निम्ति। मलाई चिन्नु पर्छ नि मलाई स्वीकार्नेहरूले, जसरी चिन्नु आवश्यक हुन्छ बेहुला बेहुलीले एक अर्कालाई। मात्रै आँखा किन, मात्रै अधर किन, मात्रै चिउँडो किन, अब म देखाउँछु हृदयकै नग्नता, आँत भ्यूकै नग्नता। जसरी देखाउँछ फुलले आफूलाई पत्रै पत्र खोलेर, मनुको मझेरीमा च्या गरेको, कुन शत्रुपाको सिर्जना हुँ, रौँ चिरा तलमाथि नगरी बताउन चाहन्छु। नग्नता नै रहेछ व्यापक परिचयको संवाद, अब म आफूलाई निर्वस्त्र बनाउँछु। बगिरहेको बतास जस्तै देख्न नसकिने, छुन नसकिने, महसुस मात्रै हुने, अन्तश्चेतना मात्रै किन, अब म देखाउँछु कुर्कुच्चाकै नग्नता। उभिएर यिनले कति बसे, कति हिँडेर कहाँ आइपुगे, त्यो पनि त थाहा हुनै पर्छ। कुन पाखाको ज्यामिरको झ्याङमा बाँचिरहेछु, कुन डाँडाको गुराँसको घारीमा हाँसिरहेछु, बगिरहेको छु छङ छङ कुन नदीको तिरै तिर, भिजिरहेछु कुन बलेसीको दर्के झरी, रोपिएको छु कुन खेतको कुन गराको कुन गुभो गुभोमा, फुलिरहेछु सल्लाहगारीको कुन रुखको कुन हाँगामा, बताउनेछ सबै नग्नताले नै। नग्नता नै रहेछ व्यापक परिचयको संवाद, अब म आफूलाई निर्वस्त्र बनाउँछु। कविता लेखेर के पाउनुभयो, के गुमाउनु भयो? गुमाएको केही पनि छैन। जीवनलाई अलिकति सहज बनाएको छ कविताले। त्योभन्दा अगाडि पनि थोरै सानो कुरा बोल्छु। र निशब्द पुस्तक मेरो हातमा छ र आजभोलि साथीहरूलाई म के भन्छु भने यो र निशब्द पुस्तक चाहिँ यार तपाईँहरू नपढ्नु है भन्छु म। किन भन्छु भने तपाईँहरूले नपढ्नु, वास्तवमा यो जलाउनु पर्ने किताब हो, मैले चाहिँ बाँकी राखिरहेको छु भनेर भन्छु। किनकि अहिले चाहिँ म यति लामा कविताहरू अहिले लेख्न छोडिसकेको छु।
मैले आफूलाई अलिक परिवर्तन गरेको छु। परिवर्तन गरे चाहिँ पुरानो कुरालाई चाहिँ अलिकति जलाउन मन लाग्दो रहेछ, इतिहासलाई जलाउन मन लाग्दो रहेछ। यो युवा पुस्ता यस्तो हुन्छ कि इतिहासलाई खालि जलाउन मन गर्छ। मैले चाहिँ आफ्नै कविता पनि जलाउन मन गर्ने चाहिँ स्वभाव त्यही भएर आएको होला। कविता नै वाचन गरेँ। मेरो ठेगानामा आएको प्रेम पत्र, एउटा प्रेम पत्र चाहिँ मेरो ठेगानामा कुनै जमानामा आएको थियो, यस्तो आएको थियो भन्ने चाहिँ तरिकाको कविता छ यो। कविताको शीर्षक मेरो ठेगानामा आएको प्रेम पत्र। तिमीलाई चाहना त छ नै कि बनाऊ ताजमहल, तिमीलाई चाहना त छ नै कि बनाऊ ताजमहल, नसके बनाऊ महल, त्यो पनि नसके मैले आफ्नो अनुहारको उज्यालोले लिप्नु पर्ने भनी देखाउन सानो झुपडी बनाऊ। तिमीलाई रहर त छ नै कि धरतीको रम्ता सोहोरेर तयार पारू मेरा वस्त्रहरूलाई, राखिदिउँ सुनै सुनको लङ्का ल्याएर मेरो पसरमा, कतै छ भने स्वर्ग त्यसको सानो टुक्रालाई चोरू भगवानको आँखा छलेर र ल्याऊ मेरो संसार बनाउन। तिमीलाई मन त हुन्छ नै जब देखिन्छ गुलाबको फूल, निकाल्नु त्यसको जम्मै रङ र रङ्ग्याउँ मेरा अधरका हाँगामा फुल्ने फूलहरू। जब देखिन्छ माछा मार्दा मार्दै खोलामा काली माटी, जम्मै कालीमा निकालौँ र बनाऊ मेरा परेला सजाउने गाजल। जब उदाउँछ रातमा चन्द्रमा झारू, त्यसलाई कुनै जादुले र टाँसिदिउँ मेरो निधारमा। जब गाउँछन् बिहानै बिउजिएर चराहरू, तिनका गीत सङ्गीतलाई रेकर्ड गरौँ सारा बाजाहरूमा र भरौँ मेरो गलामा कुनै आधुनिक उपकरणले। भयो छाडिदिऊ यी सब चाहनाहरू, रहरहरू, मनहरू र देऊ सिर्फ मलाई फिर्ता गर्नु नपर्ने, बाँड्न पनि नपर्ने, ओइलाएर पनि नजाने, मैलिएर क्रूप पनि नहुने तिम्रो प्रेम। बस मलाई त्यति भए पुग्छ। खुसीमा तिम्रा अधरहरूलाई अधरहरूकै अङ्गालोले लुकाउन र दुःखमा तिम्रो छातीको भूगोल आँखामा पलाएका आँसुका मूलहरूले भिजाउन। बस तिमी भए पुग्छ मलाई, बस तिमी भए पुग्छ। जानुभन्दा पहिले शीर्षकमा दुईटा कविता छन्। एउटा पुरुषको भोइसमा छ, एउटा लेडिजको भोइसमा छ। म कुन भोइसको कविता सुनाउँदैछु म आफै कन्फ्युजमा छु, तपाईँहरू सुन्नुहोस्। जानु त छ पल पल पलहरूसँगै, सुस्त सुस्त दिनहरूसँगै, हप्ता महिना वर्षहरूसँगै सुस्तरी। जानु त छ सामाजिक चासोहरूतिर फर्केर फर्केर फर्केर, अँध्यारोको पहाड खनेर खनेर, दुःखका सिक्रीहरू चुडाउँदै, सिँढी 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 जिन्दगीको उक्लँदै उक्लँदै। जानु त छ जानुभन्दा पहिले, जानुभन्दा पहिले अतल यो समुद्रबाट आएका प्रेमका आँधीहरूमा लपेटिएर पुग्नु छ अर्को समुद्र। उड्दै आएका कपास कपास बादलका गुच्छाहरूलाई पन्छाएर हेर्नु छ आकाशको सफा निधारमा उदाएको जुन। सुस्तरी सुस्तरी चुडेर परेलीका डिल डिलमा फाल हाल्नु छ निला दहमा र त्राण पाउनु छ अनन्त औडाहाबाट। चौथाई फक्लेटाका अम्बा नासपति र ज्यामिरका केस्रा अधरहरूबाट लिनु छ प्रेम रस। आफै भित्र सनै सनै उर्लिएको नसाले मृग झैँ कुद्नु छ, चहार्नु छ। कागमारा कागमारा फाल हाल्दै मुस्ताङ पठारै पठार, प्याक प्याकी भएर तिर्खाले हतार हतार झरेर पोखरा पिउनु छ पानी कञ्चन रूपा तालमा। पन्छाउनु छ पात पात हाँगा हाँगा दोपहरेको र पस्नु छ महेन्द्र गुफामा रुप्पी चरो। चारो बोकेर चुच्चोमा अरबौँ पटक पस्नु छ पस्नु छ पस्नु छ। तृप्त पारेर आहारा पर्खेर बसेका अरबौँ भोका ईश्वर बचेराहरूलाई तृप्त हुनु छ, एउटा निर्वाण प्राप्त गर्नु छ र निदाउनु छ एउटा स्वर्ग। सुस्तरी वर्षहरू जानु अगाडि, समुद्र जस्तो समयबाट छाँड छाँड बाफ झैँ नदेखी नदेखी उड्नु अगाडि। अलि छिटो दिन हप्ता नबित्दै, फटाफट फटाफट नबित्दै एक एक पल प्रेम गर्नु छ, बस प्रेम गर्नु छ जानुभन्दा पहिले। यो दोपहरे भन्ने शब्द प्रयोग गरेको थिएँ मैले यो कवितामा। त्यो चाहिँ पोखराको रूपातालको नजिकैको जङ्गल हो। यो अन्तिम विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम अक्षरका आवाजहरूमा। म छु राम विकास। तपाईँ सुन्दै हुनुहुन्छ काठमाडौँमा रेडियो थाहा सञ्चार 99.4, हेटौडामा रेडियो आकाशगङ्गा 88.5 र थाहा सञ्चार नेटवर्कबाट कार्यक्रम अक्षरका आवाजहरू। र आजको अङ्कमा हामी तपाईँमा प्रस्तुत गरिरहेका छौँ चितवनका कवि प्रसन्न घिमिरेलाई। फेरि सुनौ उनका यी बाँकी कविताहरू। मनन भन्ने कविता सुनाउँछु अब म।
यो कविता अलिकति मेडिटेसनसँग सम्बन्धित छ। अघि नै सुरुमा पनि विपස්සनाको कुरा गरेको थिएँ। मैले यो विपස්සनाबाट फर्केपछि लेखेको कविता हो यो। मनन भन्ने अलि संस्कृत शब्द हो, यसको ध्यान भन्ने अर्थ हुन्छ अथवा एकाग्रता भन्ने अर्थ हुन्छ यसको। मनन कविताको शीर्षक। नचलाऊ शान्त हुन देऊ र निशब्द, पुतली काँचका टुक्रा निभ्ने बल्ने ताराहरू बिदा, बतास चल्ने र हल्लने झ्यालका पल्लाहरू, भुर्र भुर्र उड्ने र पर्दामा अल्झने सम्झनाका चराहरू, तल माथि माथि तल खेल्ने खण्ड खण्ड स्मृति, खितखित खितखित हाँस्ने मुग्ध पातहरू बिदा, भित्रभित्र छातीभित्र हृदय तरल एकदम तरल, पानी थाल पानी कचौरा अनन्त सागर, बस्ती बस्ती पोखरी थुप्रै थुप्रै ताल, स्थिर हुन देऊ र निशब्द, टुकु टुकु जुन सिँढी सिँढी हिँड्छ पैँतला रहस्य, गोरेटो अर्को गोरेटो र बस्छ रात रातभर आकाशमा, त्यो आउँछ निशब्द हृदय तरल आत्माको तपस्या कुवामा, मौनताको लयमा। नचलाऊ शान्त हुन देऊ, शान्त र निशब्द मौनता। एकदमै लामो कविता छ। यसको चाहिँ 8-9वटा खण्ड छ। त्यो खण्डबाट म एउटा मात्रै खण्ड सुनाउँछु यो कविताको। यो कविताको शीर्षक छ सुदूर आकाश। यो कविता यसरी सुरु हुन्छ। सुरुमा कविताको भाव चाहिँ के छ भने यो मान्छेलाई जति बोले पनि बोल्ने कुरा चाहिँ पुरै गर्दैन, सक्दैन, यसले बोलेरै सक्दैन। जति बोल्यो हृदयमा त्यति धेरै कुरा चाहिँ बोल्न नसकेको महसुस गर्छ। गीत गाउँछ, गीत गाइसकेपछि मैले गीतै गाइनँ भने जस्तो हुन्छ। होइन, यो सेन्स चाहिँ यो कवितामा छ। कविताको शीर्षक छ सुदूर आकाश। कि लय दिने तार चडक्क चड्किएर चुडिएको छ, सम्पूर्ण आवेगको हातपाउ गुमाएर छातीभित्र समुद्र छ चुपचाप र अल्पत्र, नभेटेर जीवन श्वास शब्द छ ओठको किनारमा अल्पत्र, भन्न खोजेको कुरा भन्नै नसकेर अल्पत्र अल्पत्र छ, भनेर 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 पनि कहिल्यै भनेर सकिन भन्न खोजेको कुरा, जस्तो कि सुदूर आकाश जतिसुकै जाउँ न, वायुयान नै कुदुन फेरि सुदूर आकाश। कि अब रुन्न आँखामा सानो ठुलो सिमसार हुन्न, झर्छ बिलाउँछ कसैको हुन्न, बरु झरी बग्छ बलेसी बलेसीबाट जान्छ फुलबारीमा, र फुलमा महको बन्छ सागर प्रेमदूतहरूलाई बोलाउन। कि अँध्यारो अँध्यारो सडक गल्ली अँध्यारो, सहर सहर अँध्यारो, के गरी हटाउनु अँध्यारो, त्यसमाथि अभ्यन्तर नै अँध्यारो, यसरी अँध्यारोले मानिसलाई चाहिँ अरू कसैलाई छुन्न। कि जाउँ जाउँ कहाँ र निदाउँ, निदमा नै आउँछ सपना बिउजाउँछ, जता गए नि सुख हुन्न, भेट हुन्छ फेरि कवि कुनामा अर्को हरिभक्त, भन्छ टन्न पिउनु अनि ढल्नु दुःख हुन्न, भनेर 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 पनि कहिल्यै भनेर सकिन भन्न खोजेको कुरा, जस्तो कि सुदूर आकाश जतिसुकै जाउँ न, वायुयान नै कुदुन फेरि सुदूर आकाश। यो कविता, यो लामो कविताको एउटा पाठ सुनाए, अर्को पाठ पनि सुनाउन मन लाग्यो मलाई। भनेर 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 पनि कहिल्यै भनेर सकिन भन्न खोजेको कुरा, जस्तो कि सुदूर आकाश जतिसुकै जाउँ न, वायुयान नै कुदुन फेरि सुदूर आकाश। मानवीय चासोले नछोए नचिम्योटे, नलेखाए दुःख निवारणको आलाप बनाएर लेख्नु पनि व्यर्थ हुन्छ, तेल नभएको दियोले उज्यालो जो दिन्न। द म्यान डोन्ट ह्याभ एनी रोमान्टिक बोन इन हिज बडी, उसँग जीवन बिताउन सकिन्न, न कला न सौन्दर्य छ यो लेखमा, सपाट विचार चट्टान जस्तो छ पल्टिएको, यो झुर लेख पढ्न सकिन्न, भनेर 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 पनि कहिल्यै भनेर सकिन भन्न खोजेको कुरा, जस्तो कि सुदूर आकाश जतिसुकै जाउँ न, वायुयान नै कुदुन फेरि सुदूर आकाश। तपाईँका कविताहरू बुझ्नलाई अति कठिन हुन्छन्, भाव प्रष्ट हुँदैनन् भन्ने आरोप छ, स्पष्टीकरण दिनुहुन्छ? त्यसमा स्पष्टीकरण दिनु पर्ने केही कुरै नै छैन नि। अब मेरो कविता बुझिँदैन भनेपछि बुझिँदैन, अब त्यो कस्टमर कहाँ पुग्छ पुग्दैन भन्ने तरिकाले कविता लेख्ने होइन कविले। कविले त आफ्नो लागि लेख्ने यो कविता। पुल भन्ने कविता सुनाउँछु तपाईँहरूलाई अब। सागु अथवा पुल जेसुकै भन्नुहोस्, यो कविता चाहिँ मेरो पहिलो कविता हो, जीवनकै पहिलो कविता हो। मेरो साथी हुनुहुन्थ्यो एकजना प्रेमनाथ वागले,
उहाँसँग चाहिँ बोलचाल चाहिँ बिग्रिएको थियो 9 क्लासमा हुँदाखेरि। र त्यो बेलामा यो पुल चाहिँ मेरो सबैभन्दा प्रिय ठाउँ बस्नको लागि, साँझ बिताउनको लागि। र म पुलमा नै बसिरहेको थिएँ त्यही दिनहरूमा, त्यो बोलचाल नभएको अवस्थामा। र त्यति बेला बाढीले चाहिँ पुलभन्दा नजिकैको चाहिँ बाटो चाहिँ बिगारेर वारीका मान्छे वारी नै, पारीको मान्छे पारी नै वारीपारी गर्न नसक्ने किसिमको स्थिति चाहिँ अवस्था सिर्जना भएको थियो। त्यही अवस्थामा मलाई यो कविताले छोयो। कविताका केही पङ्क्तिहरू त्यति बेला लेखेको हो। पछि त यो कविताका धेरै भर्सनहरू मैले लेखेको छु। त्यसमा मध्येमा एउटा भर्सन यो हो, त्यो तपाईँहरूलाई सुनाउँछु। साँखु भन्नुहोस् अथवा पुल भन्नुहोस् कविताको शीर्षक। पुल बगाएपछि बाढीले वारीका यात्री वारी नै, पारीका यात्री पारी नै रहे जस्तै। सम्बन्धको पुल बगाएपछि दुर्घटनाले हामी आफ्नै अन्तर्मनको किनारमा रहँदा रहेछौँ। नयाँ पुल हाल्न नसक्दासम्म बगरका ढुङ्गा जस्तै चुपचाप हुँदा रहेछौँ। कविता सकियो। अर्को कविता छ मानिस भन्ने शीर्षकको कविता छ। वृक्ष भएको भए जहाँ जन्मिएको त्यही माटोमा हुर्कने, बढ्ने अनि ध्यानमा मग्न भइन्थ्यो। बाँदर भएको भए वृक्ष वृक्ष हाँगा हाँगा घुमि हिँडिन्थ्यो। मानिस भइयो न यताको न उताको भइयो। मानिस भन्ने कविता सकियो। अर्को कविता छ जीवन भन्ने शीर्षकमा। एउटै हाँगाका हामी पन्छी, हामीलाई धरती आकाश एउटै छ। हामीलाई छुने बतास एउटै छ, फरक छ तर हामीलाई जीवनको लयमा खेल्ने चिन्तन स्वभाव, आँखाको क्षितिजमा हिँड्ने सपना पच्चाप। जीवन भन्ने कविता पनि सकियो। विश्वविद्यालय भन्ने कविता सुनाउँछु। जब सिक्न चाहे आकाश भयो विश्वविद्यालय। खेत बाली पाखा अनि गुराँस, गीत भाका भाषा अनि लवज भयो विश्वविद्यालय। पुतली झैँ उड्ने मेरा सपना अनि बालक औँला झैँ समाउन खोज्ने मेरा रहर भयो विश्वविद्यालय। तिम्रो केससँग जिस्किरहने बतास र वृक्षको पातसँग बतास झैँ जिस्किरहने तिमी भयो विश्वविद्यालय। मेरो लागि म आफै भएँ एउटा विश्वविद्यालय। जब सिक्न चाहे, जब सिक्न चाहे। अर्को सानो कविता पन्छी। केही फरक पर्ने छैन, भोलि बिउजेनन् यी पन्छीहरू भने पनि। यिनले जो राखेका छैनन् थाती केही, हामीले झैँ भोलि गरौँला भनी। अर्को एउटा कविता सुनाउँछु। बेवकुफ मानिसको आवाज भन्ने कविता सुनाउँछु। यो मैले केही समय अगाडि, लगभग 1 वर्ष जति हुन लाग्यो, अगाडि मैले इटरीमा सुनाएको थिएँ यो कविता। प्रेमिका थिइन् मेरो एउटी। मेरो जीवनमा प्रेमिका हुनको लागि कोही आएकी थिइन् र उसँगको सम्बन्ध चाहिँ एकदमै धरापमा थियो मेरो। म उनलाई मैले इटरीसँगै जाउँ भनेर भनेको थिइन्। उनले चाहिँ म चाहिँ सक्दिनँ, म सँगै जान सक्दिनँ, मेरो अफिसको काम छ भनेर भनिन् उनले मलाई। तर पछि थाहा भयो कि उनी कतै अन्तै गइन्। त्यसपछि मैले यो कविता लेखेको हो, तपाईँहरूलाई सुनाउँछु। बेवकुफ मानिसको आवाज। बादल हट्ला र जुन हेरुला भनी बस्ने बेवकुफ ती नानीहरू जस्तो छु। बेवकुफ छु, हरेक दिन आँखा खुल्दा तिम्रो हँसिलो अनुहार हेर्न खोज्दछु। भन्छु एउटा लामो रात, एउटा लामो दिन बिताउन मन छ तिमीसँग। अनि भन्छु थाहा छ त्यस्तो लामो रात कति हजार रात जोडेपछि हुन्छ। त्यस्तो लामो दिन कति हजार दिन जोडेपछि हुन्छ। छु, बेवकुफ छु, तिम्रो हृदयको मिठो आवाज सुन्न। त्यस्तो रात, त्यस्तो दिन चाहन्छु। मित्रहरू देशको बारेमा सोच्दछन्, जनताको बारेमा सोच्दछन्, आफ्नो बारेमा केही सोच्दैनन्। बरु खराब नेताहरूको बारेमा सोच्दछन्। म भने तिम्रै बारेमा सोच्दछु। के दिन के रात तिमीले श्वास फेर्न बिर्सियौ भने कसरी फेर्ने तिम्रो लागि श्वास? उपाय सोची बस्छु। छु, बेवकुफ छु, हरेक पटक नदीको किनारमा पुग्छु र हरेक पटक सकुशल फर्कन्छु। तिम्रो सुखको संसार नखलबलियोस् भने। छु, बेवकुफ छु। आफ्नो नाममा जमिन नभएर के तिम्रो पाउ राख्नलाई भनेर छातीलाई जमिन बनाउँछु। साँच्चीकै तिमीले पाउ राखिदिँदा दुख्छ नि, किन नदुख्नु? तब त कसैले थाहा नपाउने गरी सिरानी भिजाउँछु। छु, बेवकुफ छु, तिमी बिना बाँच्न नसक्ने भएपछि जीवनलाई तिम्रो नाममा गरेर ल जसरी चलाउँछौ चलाऊ भनेर मस्तीको श्वास फेर्न खोज्दछु। छु, बेवकुफ छु, तिम्रो
आँखाले गफ गरेको सुन्छु, तिमीले कुरा गर्न छोडेर के, तिम्रो तस्बिरसँग कुरा गरिबस्छु, छु बेवकुफ छु। यहाँ म आएको, यहाँ म यसरी बोलेको, कसैले पत्तै नपाउन् भन्छु। भलै रातभर तारा छोएको, औँला जलाएको, तलाउमा गएर जाल हानेको, तर जालमा जुन नआएकोले हैरान भएको, कसैले थाहा नपाउन् भन्छु। छु बेवकुफ छु म यहाँ तिम्रो सम्झनामा प्रेत जस्तो घुमेको, धामी झाँक्रीले पनि थाहा नपाउन् भन्छु। छु बेवकुफ छु। गीत भन्नुहोस्, कविता भन्नुहोस्, जेसुकै भन्नुहोस्, एउटा शीर्षक छैन, म कविता सुनाउँछु। यस्तो चेतना जुन मेरो सोचमा घुस्छ र सम्पूर्ण मलाई बदलिदिन्छ, त्यस्तो तिमी नहुनु। म जे छु ठिकै छु, बाँचेकै छु, यति नै ठिक छ, मलाई बेठिक नबनाइदिनु। छोएर बतास केही भन्छ, बतासमा त्यही बतासमा कुरा आफ्ना राखिदिन्छु। जे जति मिलेको छ, यो धुलो हो, सपना हो, आकार यसैमा बनाइदिन्छु। यस्तो चेतना जुन मेरो सोचमा घुस्छ र सम्पूर्ण मलाई बदलिदिन्छ, त्यस्तो तिमी नहुनु। म जे छु ठिकै छु, बाँचेकै छु, यति नै ठिक छ, मलाई बेठिक नबनाइदिनु। लुकी लुकी हो, लुकी रुनु होला, राखी पहाड छातीमा हाँस्नु होला। हरामी छ मन सम्झाउने के गरी, हृदय छ त हृदयमा व्यथा होला। नदी हो त नदीले बाटो बदल्दा, जीवन किनारको बेहाल होला। यस्तो चेतना जुन मेरो सोचमा घुस्छ र सम्पूर्ण मलाई बदलिदिन्छ, त्यस्तो तिमी नहुनु। म जे छु ठिकै छु, बाँचेकै छु, यति नै ठिक छ, मलाई बेठिक नबनाइदिनु। ज्यान लिने तस्बिर कविताको शीर्षक। कस्तो तस्बिरले ज्यान लिन्छ होला, कविता नै सुनाउँछु। कविताले नै सबै कुरो भन्छ, मैले पृष्ठभूमि केही पनि भन्दिनँ। केही नलेख्नु अनि बाँच्नु सजिलो थियो, लेखेपछि प्रेम गर्नुपर्ने, प्रेम गरेपछि प्रेम गर्नुको सुखको आदत हुने, बिछोड हुँदा गहिरो वेदना हुने, गङ्गटाले जस्तो वेदनाले अट्ठाउँदा निलो हुँदै, मृत्यु तिमी आऊ न्यानो अङ्गालोमा बेर मलाई भन्नुपर्ने। केही नलेख्नु अनि बाँच्नु सजिलो थियो, यसो भन्ने कवि हिजो साँझ मर्यो, एक्सरे गरेर हेर्दा पत्ता लाग्यो, उसको ज्यान लिने तस्बिर उसको हृदयमा कोरिएको थियो। पहिरो भन्ने अर्को कविता सुनाउँछु। यो कविताको पनि पृष्ठभूमि केही पनि भन्दिनँ, तपाईँहरू आफै बुझ्नुहुन्छ। कोही थिइन् जसले एउटा पहिरो चाहिँ लिएर आइन् मेरो जीवनमा, यति बुझ्नुभयो हुन्छ। पहिरो कविताको शीर्षक। नरहे हरिया वृक्षहरू, न पातहरू, न तिनको लय, बतास भएर नरहे ती पन्छीहरूको लय, दिन अनि रातको लुकामारी भएर के रह्यो र खै रह्यो भन्नलाई, उही रात रातभर बिना सित्तीमा सल्किरहने तारा, र उही जुन रातको अँध्यारोमा लुकी लुकी आफ्नो अनुहार हेर्न खोलीमा आउने। बरु त्यही खोलीको चुलबुल पानी पो छैन सफा ऐना चम्काउन। अहो पहिरो पनि जब जाँदो रहेछ, तिमी जसरी नै जाँदो रहेछ। कविता सकियो, पहिरो भन्ने कविता। सोचेको नसोचेको शीर्षकको कविता छ अर्को। यस्तो एउटा कविता होस् जसले मेरो ज्यान लियोस्, त्यो कविता तिमी नै हौ, तिमीलाई भेटेपछि मैले सोचेको थिएँ। यस्तो एउटा कविता होस् जसले मेरो ज्यान लियोस्, त्यो कविता तिमी नै हौ, तिमीलाई भेटेपछि मैले सोचेको थिएँ। उफ, तिमीले यस्तो गडबडी गर्छौ, मलाई धोका दिन्छौ, उफ सोचेको थिइनँ, बाँच्नु यति कठिन बनाइदिन्छौ, सोचेको थिइनँ। कविता सकियो, सोचेको नसोचेको कविताको यसको शीर्षक। 2071 सालको भुइँचालो त 2072 सालमा गयो होला। नेपालमा भुइँचालो चाहिँ 2072 सालमा गयो। धेरैजनाले 2072 सालको भुइँचालोको बारेमा लेख्नुभयो। म भित्र चाहिँ 1 वर्ष अगाडि नै भुइँचालो गइसकेको थियो। त्यो भएर मैले 2071 सालको भुइँचालो भनेर शीर्षक दिएको छु। कविता सुन्नु होला। बनाउन देवीको मूर्ति, मैनको डमी राखे जस्तो, तिमीलाई हृदयमा राखेको थिइनँ। तथापि मैन पग्लेर गए जस्तो तिमी गयौ र मेरो हृदयमा खाली भयो। त्यही खालीमा महसुस हुन्छ मलाई मैन पग्लेपछिको देवीको मूर्तिमा जस्तो, निधार आँखा, नाक, कान, ओठ, चिउँडो, गर्दन, स्तन, नाभि, हात, खुट्टा, अनि नरम मौला, अनि चाक, अनि यौनी पनि।
यसरी देवी जस्तो तिमी छौ, मन्दिर जस्तो म छु, मेरो नजिक जो जो आउँछन् दर्शन तिम्रो पाउँछन्। 2071 सालको भुइँचालोले नभत्किएको यो एउटा देवीको मन्दिर। अर्को एउटा कविता सुनाउँछु। कविताको शीर्षक चाहिँ विश्वास भन्ने चाहिँ छ। कविता सुरु गर्छु। भन्नु के सबै कुरा भन्नु अरू, बिन्ती मलाई माया गर्छु नभन्नु। भन्नु के सबै कुरा भन्नु अरू, बिन्ती मलाई माया गर्छु नभन्नु। आकाशको तारा झारिदिन्छु भन्नु बरु, कहिले काहीँ खस्छ नि तारा, तिमीले झारेको हो मेरो लागि भनेर सुख महसुस गर्न पाउँछु। घामलाई निभाइदिन्छु भन्नु बरु, हरेक साँझ तिमीले नै हो नदीमा घाम खसालेको र मलाई सजिलो पारेको हो तिमीले अफिसबाट घर फर्कनलाई भन्ठानेर सुखले पुलकित हुन पाउँछु। भन्नु बरु हिँड्दा हिँड्दै हराइने यो गोरेटोको छेउछाउ कतै हाम्रो पनि घर हुन्छ। हिँड्दा हिँड्दै कुनै दिन देखौँला खुल्ला चौर घाँसले भरिएको, जहाँ हामी भयौँ भने श्वास सजिलोसँग फेर्न सकिन्छ। न गेट लगाउनु पर्छ, न ढोका, न चुक्कुल, न डराउनै पर्छ हाउजिङ मालिकले धेरै नाफाको लागि छत खस्ने बनाएको छ कि भनेर। निदाउन सकिन्छ आरामले कुरा गर्दा गर्दै ताराहरूसँग। निदाएपछि सपनामा जुन आएर एक्लो छु मलाई साथी बनाउन भन्यो भने, सपनामा नै सही जुनलाई साथी बनाउन पाउँछु। भन्नु के सबै कुरा भन्नु, बिन्ती मलाई माया गर्छु नभन्नु। तिमीले माया गर्छु भन्यौ, मैले विश्वास गरिदिएँ, अनि त्यसपछि गडबड गर्यौ तिमीले भने, धोकाधडी गर्यौ तिमीले भने। के होला मेरो के होला सोच त। भन्नु के सबै कुरा भन्नु अरू, बिन्ती मलाई माया गर्छु नभन्नु। गरिबी भन्ने शीर्षक एउटा कविता छ। यति गरिब छु जस्तो लागेको थिएन, यकिन भयो रहेछु गरिब रहेछु। नचल्ने फाल्तु रहेछ सिक्का थाहा पाएकै थिएँ, नचल्ने फाल्तु रहेछ सिक्का थाहा पाएकै थिएँ। हराउनुमा दुखी हुनु पर्ने नै थिएन। केही छैन त फाल्तु सिक्का पनि केही हो, कोही जान्छन् त यति बताइदिन्छन्। यतिसम्म ज्ञान दिनेलाई धन्यवादको 2 शब्द पनि भन्न सकिँदैन। उफ गरिबी उफ। कविता सकियो। इनबक्स भन्ने एउटा कविता छ। अब यो आइटी क्षेत्रमा लागेपछि अलिकति आइटीसँग सम्बन्धित केही कविताहरू लेखिरहेको छु। त्यही विषयमा चाहिँ यो कविता जन्म भएको हो। तर यसको 2टा अर्थ छ। एउटा म आइटीमा हुनुको कारणले, एउटा म प्रेममा हुनुको कारणले। 2 ठाउँमा हुनुको कारणले यो कविता जन्मियो, एक ठाउँमा मात्रै हुनुको कारणले यो कविता जन्मिँदैन। इनबक्स कविताको शीर्षक। एउटा इनबक्स छ हृदयमा पनि छ, एउटा इनबक्स हृदयमा पनि छ, जुन अक्सर भरिरहन्छ कतैबाट पठाउँदै नपठाएको सम्झनाले। केही गडबड छ, केही त पक्कै गडबड छ। हुनसक्छ कोडिङमा, हुनसक्छ डाटाबेसमा, क्लाउडको समस्या पनि हुनसक्छ। अहो कस्तो ह्याङ भइन्छ भने। अरुण ल न समय निकालेर हेरेर त। अरुण भन्ने चाहिँ मेरो साथी हुनुहुन्छ, कम्पनीको सिटिओ हुनुहुन्छ उहाँ चाहिँ। उहाँलाई चाहिँ मैले यो कविता सम्झेको छु। कविज्यू तपाईँको कविताबारे अबको योजना के छ? अब एउटा कविता सङ्ग्रह इङ्ग्लिस नेपाली दुईटैमा आउँछ। उनी थिए कवि प्रसन्न घिमिरे। प्रसन्न घिमिरेका यी कविताहरू सुनिसकेपछि उनका कविताको शक्ति र सीमा तपाईँले अनुमान गरिसक्नु भएको छ। आगामी दिनहरूमा उनका कविता सशक्त भएर अझै जुर्मुराउन्। अक्षरका आवाजहरूको शुभकामना। अक्षरका आवाजहरू आजलाई यति नै। अक्षरका आवाजमा तपाईँ को कविलाई सुन्न चाहनुहुन्छ उहाँको नाम र नम्बर लेखी पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना हो akshar.shabda@gmail.com akshar.shabda@gmail.com। आउँदो शुक्रबार कार्यक्रम शब्द सृजना लिएर उपस्थित हुने नै छु। तबसम्मका लागि म राम विकास बिदा चाहन्छु। नमस्कार।